12 वर्षसम्म बच्चा नै भएन। सबैले आश छोडिसके। तर अचानक एउटै गर्भबाट जन्मिए 5 बच्चा। यस्तो सुन्दा तपाईलाई अचम्म लागिरहेको होला। हो, मलाई पनि अचम्म लागेको छ। यस्तो खालको रेयर केस देखेर डाक्टरहरू पनि चकित छन्। यो कुनै फेक न्यूज होइन, यो सत्य घटना हो। यहाँ हेर्न सक्नुहुन्छ, यो बीबीसी को रिपोर्ट अनुसार इथियोपियाको 35 वर्षीय महिलाले 12 वर्षसम्म सन्तान प्राप्तिको लागि निरन्तर प्रयास गरिरहिन्। तर त्यसपछि भयो यस्तो चमत्कार जुन संसारकै अत्यन्त रेयर मानिन्छ। उनले एकै पटकमा 5 बच्चा जन्माएकी छिन्। 4 बोयज र 1 गर्ल जन्माएकी छिन्। रिपोर्ट अनुसार यो प्रेग्नेन्सी आइभीएफ बाट नभई प्राकृतिक रूपमा भएको बताइएको छ। यस्तो नेचुरली प्रेग्नेन्सी कन्सिभ हुने सम्भावना करिब 1 in 55 मिलियन हुने विशेषज्ञ बताउँछन्। डाक्टरका अनुसार एकै समयमा धेरै एग रिलिज हुनाले यस्तो खालको रेयर प्रेग्नेन्सी बस्ने बताएका छन्। तर यो खालको प्रेग्नेन्सी एकदमै हाई रिस्क मानिन्छ। अहिले बच्चाहरू र आमा हस्पिटलमा मेडिकल केयरमा छन्। र यहाँ खुसीको कुरा के छ भने बच्चाहरूको वेट 1.3 केजी देखि 1.4 केजी सम्म छ। र डाक्टरको अनुसार जुन बच्चाहरू 1 केजी भन्दा माथि जन्मिन्छन् त्यस्तो बच्चाहरूको सर्भाइभल चान्स एकदम हाई हुन्छ। 12 वर्षको प्रतीक्षा अनि एकैपटक 5 बच्चाको खुसी। यो घटना धेरैलाई आशा, धैर्यता र चमत्कार जस्तै बनेको छ। यो भिडियो शेयर गरिदिनु होला, किनकि यस्तो खालको घटना सायदै जीवनमा एक पटक मात्रै सुन्न पाइन्छ होला। नमस्ते।